Wow. Please come with us. What a perfect way to start our 8th MGT about your days and your base. आँखैमा राख्छु मेरो देश हाम्रो देश नेपाल जुन चन्द्र र सूर्य आई थिंक उहाँको यो डान्सबाट हामीले त्यो पनि देखिसकेका छौँ सो हाम्रो लागि चाहिँ आफ्नो एउटा छोटो इन्ट्रोडक्सन दिनु होला सो इन्ट्रोडक्सन हुनेछ आफ्नो नाम आफू प्यारेन्ट्सको नेम आफ्नो पुर्खौली घर एन्ड उहाँको नाम पनि भनिदिनु होला नमस्ते जयले मेरो नाम एनिका सारुमको हो मेरो मम्मीको नाम किताबी सारुमको अनि बाबाको नाम इन्द्रजित सारुमको हो म खेन आशपुरमा बस्छु अनि नेपालमा गाइरखोट नरपुरमा बस्छु Thank you, Anika. And one question. So what is your favorite part about performing? My favorite part would be seeing everyone happy that they enjoy the performance and just seeing them entertained. So, उहाँको नाम परिचय हामीले जानिसकेका छौँ लेट्स सी व्हाट जजेस हैज टु से फर हर परफॉर्मेंस र सबैजना अब कमेन्ट्स हुन गइरहेको छ सो हाम्रो फर्स्ट कमेन्ट चाहिँ हाम्रो रोशन जहीबाट हुँदैछ सो ध्यान दिएर सुनिदिनु होला थ्यांक यू Hello, Anika. Hello. Alright, so Anika, performance is एकदम राम्रो थियो but it's like गीत पनि राम्रो चुज गर्नुभयो it's like मेरो देश अनि मेरो मनमा छ भन्ने टाइपको but it's like performance सबै राम्रो थियो but अलिकति तलमाथि त जसको नि obviously भइहाल्छ it's like म पनि मेबी अघि नाच्ने बेलामा अलिकति तलमाथि हुन्छ जस पनि तलमाथि हुन्छ सो माझमा अलिकति कतै कतै अलिकति बिर्सेको हो कि अलिकति अप एन्ड डाउन भएको हो कि जस्तो फिल चाहिँ अलिकति मलाई चाहिँ भयो सो अदरवाइज इट्स गुड एन्ड देन मेन कुरा चाहिँ मेबी गीत अनुसार हजुरले पनि मजाले एउटा नेपालको झन्डा फरफराउँदै स्टेजलाई कभर गर्नुभयो त्यही अनुसारको हिसाबले चाहिँ मेबी हाम्रो नेपालको फ्ल्याग चाहिँ यति तपाईँको कुनै पनि अब आउने त कन्टेस्टेन्टहरू कुनै पनि हुनुहुन्छ बी केयरफुल सो झन्डा चाहिँ सकेसम्म चाहिँ त्यसरी भुइँमा अलिकति चाहिँ ठराउँदा सुताउनु भएको छैन सो सकेसम्म तपाईँको साथी जुनै पनि एउटा दाजुभाइको आउनु भएको छ उहाँलाई स्टेजमा साइडमा राखेर क्यारे अप तपाईँको क्रफलाई समातेर आफ्नो नेपालको झन्डा हो सो त्यही तरिकाले उचा राखेर चाहिँ राखिराख्यो भने चाहिँ डन बेटर देन तपाईँको एक्टलाई मजाले तोले गर्थ्यो होला सो एनिवे तलमाथि हुन्छ सो पर्फर्मेन्स इज गुड एन्ड देन वान थिङ कि सो दिस इज अ मगरको च्यालेन्ज एन्ड यसमा चाहिँ हाम्रो चाहिँ कसरी हुन्छ संस्कृति झल्काउने हो र आफ्नो नेपाललाई त्यही तरिकाले हाम्रो बिर्सेको छैन भनेर गर्ने हो सो दिस इज अ कल्चरल प्रोग्राम पनि एन्ड देन मेबी अलिकति चाहिँ हामीले के फोकस गर्न पऱ्यो भन्दाखेरि ड्रेस अफ सिनबाट लिएर सबै कुराहरूबाट हामीले के चाहिँ याद गर्न पर्छ भन्दाखेरि एज अ तपाईँ डान्सर भएर उभिनु भएको छ भने हामी त्यही तरिकाले कल्चरल चाहिँ प्रेजेन्टेसन चाहिँ एज अ तपाईँले अहिले लेङ्गा लगाइराख्नु भएको छ इट्स गुड यु लुकिङ सो ब्युटिफुल एउटा क्विन जस्तो देख्नु भएको छ या इट्स लाइक गुड बट इट्स आवर कल्चरल इज अ लुङ्गी त्यो कुराहरू चाहिँ अलिकति पोइन्ट आउटमा ध्यान गरिदियो भने बेटर देन तपाईँको यसलाई एकदमै बेटर देखिन्छ त्यस्तो केही नै हो त all our performance I'm really enjoy अनि कति राम्रोसँग नाच्नु भयो सो एकदमै ट्यालेन्ट नै देखेँ मैले सो आइ एम सो ह्याप्पी एन्ड थ्याङ्क यू सो मच फर यति राम्रो ब्युटिफुल पर्फर्मेन्स दिनुभएकोमा सो बेस्ट अफ लक राष्ट्र महिना त अलराइट थ्याङ्क यू Thank you, Anika. If you can take a seat.